दुईटा कुरा गर्छु। नेपालमा नेगेटिभिटीको मा कति रमाउँदो रहेछ, लोड सेडिङ भयो, लोड सेडिङ हुँदाखेरि खुसी मनाउने कति जमात रहेछ भन्ने एउटा उदाहरण केही दिनबाट मैले हेरिरहेको छु। र विद्युत प्राधिकरण नाफा भयो भन्नासाथ एकदमै खुसी नहुने, विद्युत प्राधिकरण घाटा भयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छन्। यो देखाएर फेरि त्यो भित्रबाट कसरी आफूले कमाउने भन्ने पनि रहेछ। जुन बेला इलेक्ट्रिसिटी छैन अथवा इलेक्ट्रिसिटी हामीसँग अलिक कम छ, हामीले अलिकति इम्पोर्ट बढाउनु पर्छ, त्यो बेला उहाँलाई 24 घण्टा दिएन भन्नुहुन्छ। मैले 24 घण्टा दियो भने उहाँले 24 घण्टा चलाउँदै हुन्न। उहाँको इन्डस्ट्री 8 घण्टाभन्दा बढी चल्दैन, के अरे 16 घण्टा भन्दा बढी, 16-17 घण्टा चल्ला। अनि पिक समयमा अलिकति चाहिँ कम गर्नुहोस् भने त्यही पिक समयमा चाहिँ मैले इन्डस्ट्री दिएन, के अरे इलेक्ट्रिसिटी दिएन भनेर गराउनुहुन्छ। तपाईँलाई अलिकति मिलाउनुहोस् भन्दाखेरि यत्रो हल्ला गर्नुपर्ने।